हेलो गाइजहरू, आज दसैँ मनाएर दसैँको रमझमले 2-4 दिन रेस्ट गरियो। त्यसपछि चाहिँ आज नयाँ ठाउँमा मर्निङ वाकको लागि गइँदैछ। सानो खोल्सा खाल्सी, यो खोला नै हो। यी खोलामा यस्तो छ बाटोको हरिबिजोग। हामी पहिला पहिला पौडी खेल्न आउने खोला यहाँ छ। सर र माथिबाट आउँछ खेतबाट, तलबाट सानो सहरा। त्यसपछि हामी यता यस्तो छ बाटोको हरिबिजोग। सर र यहाँ बाँध बाँधेका छन्। ठुलो पहरा छ, पहरै पहरा चट्टान। यी बाटोमा नि पुरा चट्टान नै चट्टान छ। यो भएपछि पहिरोको जाने डर भएन। तल यस्तो छ गाइजहरू, यता चट्टानै चट्टान। सर 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 आज यता सानो छहरा छ, भुते छहरा भन्छ कि यसलाई। भुते छहरा झरेको छ गाइजहरू। यी बाटो चाहिँ यस्तो छ, गडाङ गुडुङ ढुङ्गै ढुङ्गा। ग्राभलिङ गरेको बाटो रहेछ। अब हामी यहाँबाट हिँड्न सुरु गरियो, झार जङ्गल हुँदै। अबको आजको यात्रा पल्लो माछा मार्ने खोलासम्म पुग्ने योजना हो। कतिको सम्भव हुन्छ। थकाइ लाग्यो भने बिचबाटै फर्किन सकिन्छ। थकाइ लागेन भने त अलिक टाढा छ, उकालो ओह्रालो जानुपर्ने हुन्छ। आउँदा उकालो, आउँदा चाहिँ गाडीमा आउनुपर्ने हुन्छ। त्यो कारणले विचार गरेर ओर्लिने छ। डाँडासम्म त गाइन्छु कि डाँडासम्म गएर विचार गरौँला। यो कोप्चामा नि फाँट छ सानो, धानबारीको फाँट। यता माथिपट्टि पनि फाँट, रुखहरू। घाँसै घाँस छ, मजा छ। घाँसमा हिँड्नुको मजा बेग्लै छ। खल्सा खाल्सी सुट टाइट पानी रहेछ यार, सेट जुत्ता भिजे। सर हिँडियो अब हामी। चिप्लो छ बाटो, पाक्कै लडिन्छ है फेरि। त्यही भएर विचार गरेर हिँड्नुपर्छ। यता यो बाटो छ, यो बाटो चाहिँ माथि गिठे गाउँ ठाडाखेत हुँदै अमलाचौर निस्किन्छ यो बाटै। अब हामी सिधै हिँड्दैछौँ, तेर्सै 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 कतिसम्म पर पुगिन्छ हेरौँ। त्यो डाँडामा जाने लक्ष्य हो। परको ठुलो डाँडा चाहिँ नि वारी डाँडा, त्यहाँबाट मुनि झर्न चाहिँ सम्भव छैन होला आज। त्यहाँसम्म चाहिँ पुग्ने लक्ष्य छ, हेरौँ। त्यति त पुगिहालिन्छ, त्यहाँबाट पर चाहिँ विचार गर्नुपर्छ। हाम्रो बाटो त फले वास्तो, त्यही नजिकै देखिन्छु, नजिकै छ। अस्ति हामी काठमाडौँबाट आउँदा आएको बाटो पर घुमेर आएको बाटो पहिरोको कारणले घुम्दै 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 आइयो। जङ्गल जङ्गल छ, अब जङ्गलको बिचमा बस्ने हो। गाइजहरू, बाघ आउँछ कि हेरौँ है। तर बाघ त दिउँसै आउला जस्तो जङ्गल छ। यस्तो झाडी झाडी जङ्गल। त्यो पर गुफा जस्तो छ, त्यहाँ बाघ छ कि हट्या हान्न सक्छ। एकदम होसियारको साथ हिँड्नुपर्ने अवस्था छ। वरिपरि घरहरू पनि छैनन् बचाऊ बचाऊ भन्नलाई।
खोल्सा खाल्सी त जतासुकै छ। बाटो चाहिँ स्पेसल छ, फेरि खोलाबाट गाडी यता आउन सक्दैन, बाटो स्पेसल छ। यस्तो कोप्सामा नि घर छ, यता पनि घर छन् होला 1-2वटा। त्यही भएर बनै भए पनि नडराइ हिँडौँ कि भन्ने हो। झाँपको बोटै हिँडेर आएर घल्छ कि। वन छ माथि वन छ। वनको बिचमा 2-4वटा घर छन्। हिँड्दा हिँड्दै यस्तो उकालो बाटो आइयो, उता माथि जानु छ। खड्केरीमा पुरै घाँस फलाएर उकालो हिँड्दा त थकाइ लाग्ने छ। धेरै समयपछि हिँडेको त। माथि चौतारामा गएर एकछिन थकाइ मारिन्छ। स्याहाँ भयो। माथि पुग्ने हो। अब एकछिन चौतारीमा गएर थकाइ मारिन्छ है। ल गाइजहरु, फाइनल्ली यो चौतारामा आइयो। अब यहाँ एकछिन थकाइ मारिन्छ, वरिपरिका दृश्यहरू हेरिन्छ। त्यसपछि अनि फेरि घरतिर फर्किन्छ है। माथि बन्छ ठाडै। हामी चाहिँ यहाँबाट तेर्सो जानुपर्छ। आमामी भिर, आमामा कम मजा आउँछ यहाँबाट हेर्दा। मुनि बादल उड्दैछ, मुनि गाउँहरू सलक्क। हामी माछा मार्न जानेको त्यो खोला हो ती। त्यहाँ चाहिँ अहिले जान सम्भव छैन। त्यहाँ सर गएर माछा मारेर आउनुपर्छ एक दिन। त्यो पारी गाउँ हाम्रो मामा गाउँ हो। हामी सानो छँदा खुब गइन्थ्यो मम्मीसँग झगडा गरी। त्यता चाहिँ कालीगण्डकी नदी छ, कोरिडोर त्यो भयो कालीगण्डकी नदी। तलबाट पुरा क्या राम्रो देखिएको छ। त्यहाँ कालीगण्डकी र ठेउले खोलाको सङ्गम हो। माथि त्यो कोरिडोर भयो। पर मामा घर देखिन्छ। पर यो डाँडाभन्दा यो पल्लो डाँडामा हो। तर अहिले चाहिँ धेरै वर्ष भयो मामा घर नगएको। मामाहरू पोखरा हुनुहुन्छ, त्यो कारणले यता जान सकिएन। दामी छ मुनि भ्यू त। आमामा हामी पहिला घाँस काट्न आउने यही भिर नै हो। यस्तो भिरमा तन्किएर घाँस काट्थ्यौँ। अनि यो सेउला काट्थ्यौँ माथि सालको। अहिले त सम्झिँदा पनि डर लाग्छ। यो वन हामी घाँस काट्न आउने यहीँ हो।
यही ठाउँ हो। सर र यस्तोमा झुन्डी झुन्डी घाँस काट्थ्यौँ। अहिले त कसैले काट्न छोडेछन् सबैले जनाले। घाँस त्यत्रो त्यत्रो भएको छ। हामी चाहिँ पहिला यही घाँस काटेर खुवाउँथ्यौँ भैँसीलाई। यो बाटो आएर त्यो यो त्यसै बाटो आउन हामीलाई धन्नै 25 मिनट जति लाग्थ्यो घरबाट आउन। यहाँ आउने, घाँस काट्ने, स्याउला काट्ने अनि फर्कने रमाइलो थियो पहिलाको जिन्दगी, सानोको जिन्दगी पनि। अब हामी त्यो देखिएको गाउँ भन्दा पारिपट्टि हो हाम्रो, त्यो डाँडाभन्दा पारिपट्टि हाम्रो घर। अब त्यहाँ जानुपर्ने छ। ओहो, यो बाटो त कोही हिँड्दैनन् के हो, सबै झाडी छ त यार। कुन बाटो जाने हो त अब? यहाँबाट मुनि झर्ने हो कि? यस्तो बाटो छ यो बाटो त मान्छे नहिँड्ने रहेछन् क्या हो। हिँड्ने जस्तो त लाग्दैन, पुरै पलाएको छ झाडी जाम। यही बाटो कहाँ पुगिन्छ हेरौँ। बाटो रहेछ भने फेरि फर्केर ब्याक टु पुरानै बाटो जानुपर्छ, मोटर बाटो जाउँ। यहाँ हिँड्ने जस्तो लागेन मान्छे। पहिला चाहिँ हामी हिँड्ने बाटो यही नै हो, घाँस काट्दा हिँड्ने बाटो। अहिले चाहिँ धेरै साल भयो यो बाटो छैन जस्तो छ। त्यहाँ त रहेछ बाटो, कहाँबाट ओर्लिने त रहेछ कि ठाउँ हेरौँ। नभए यहाँबाट मुनि हाम फाल्नुपर्छ। जङ्गलको बाटो हिँडियो। बाटो कस्तो छ, बाटो रहेछ जस्तो छ। आइयो, दुःख पाइन्छ कि क्या हो। जाम। तर खुसीको कुरा हाम्रोतिर चाहिँ यो जुका भन्ने चाहिँ लाग्दैन कि। हाम्रो अलि लेकबाट मुनि नै पर्छ, बेसी पनि होइन, लेक पनि होइन, बिचको ठाउँ हो। त्यही भएर जुका चाहिँ लाग्दैनन्। त्यही भएर जस्तो पाखामा पनि ढुक्क भएर हिँड्दा हुन्छ। ए पानी ट्याङ्कीमा पो आइयो त यार। यहाँबाट मुनि झर्ने ठाउँ त पक्कै हुनुपर्ने। घाँस काट्न आउने मान्छेहरू त यही बाटो नै आउँछन्। घाँस यस्तो छ। ल आइयो, नन्ने डराइ फाइनल्ली यो ठाडो बाटो रहेछ नि त। यहाँ बाटोमै आइयो। ल वाउ, बाटो त चिप्लिने छ त यार। बिस्तारै जाउँ ल, गाइजहरू लोटियो भने त खतम हुन्छ। ल फाइनल्ली गाइज अब घरतिर जाने बाटो लगभग अब जोडियो। अब चाहिँ मोटरबाटै बाट गएपछि ठ्याक्कै घरमै पुगिन्छ है। त्यही कारणले अब म पनि यहीँबाट मेरो भ्लगलाई बन्द गर्न चाहेँ। ऊ पारिपट्टि देखिने, उहाँ पर देखिने झोलुङ्गे पुल हो। तर यस्तो दुईवटा झोलुङ्गे पुल देखियो। त्यो पुल हो हाम्रोतिर आउने बाटो। त्यही भएर अब चाहिँ म चाहिँ यो बाटो हुँदै घर लागेँ। ल त ख्याइचहरू अब फेरि पनि यस्तै भिडियो
ल्याएर तपाईँहरूको सामु फेरि आउनेछु भन्दै अहिलेलाई चाहिँ बाई सी यू। तपाईँको यस्तै गाउँले भिडियो मनपर्छ भने मेरो च्यानललाई लाइक र सब्सक्राइब, मन परे कमेन्ट पनि गरिदिनु होला भन्दै हस्त बाई सी यू।